चंद्र ओए भिडियो मत नगर ना हजुर काधरी एक दुईवटा अन्य क्यामेरा खिचाउने होला अनि क्या मैं अभी रेडमी खाने पनि होला खान्थ्यो अहिले 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 खलास अब हाल्यो ना
बाख्रा पनि गरियो भाइ खसिरहेको कट त्यो खस्यो देखाउ ल त्यहाँ चलाउनु पर्छ खायो त्यहाँ त्यो गरिन त्यहाँ त हजुरखेरि पनि छ अनि भन्दा खानु त्यो राख्यो भने लाने आँटी गएपछि यहाँबाट कहिले गयो त तिमीहरू पनि रोटी मेटी खाऊ न हल्का थियो कि बिहान हाल्यौँ र खाल्यौँ भने गरी दाई पनि खाने पिठो है पिठो नै चामल है नि किन सही लाग्छ खाने नदी नाल्यो खान्न खान्न त्यो थालेर बनाइदियो आयो पनि रोटी खानु वाला बनाउनु एउटा आधी खाऊ हामी दुई भाउ छोरा एउटा बेला सामान लिन होइन क्या धेरै बाटो हात दियो है तपाईँ कति हुनु पऱ्यो 70 पाडै छ 95वटा बाह्र हुन्छ क्या फेरि पाउनु अनि त माथि पोत्र खोलो हुन्छ भला देखाउने धेरै ठुलो होइन मन डाँडा खाएर जाने तँ अलग जाने त भाँडाकुडी नेक्ने अहिले ओह्रालोमै जानुपर्छ यहाँ गति लागेन कि अलिक कुहिएर कुहिए त भयो ती हाल हाम्रो केही भयो त्यहाँ डोगन हुनु नि जा त्यो डोगन के चल्ला चल्ला घोडा गरेर ल्यागे कोही पार्टी बेला घोडा हुन्छ धन्यवाद आउँछ त्यहाँबाट एक छोपी ल्याएन एकवटा चामल हाल्ने एकवटा पिटो गर्ने आउने पार्टी गरे हान्दिने गरौँ लानु भयो आफू जग्गा नजाने भने अगाडि जग्गा माग्ने मैले फोगेर त पहिला ल्याएन होला है होइछ न होइछ होइछ न पाइँदैन होइछ माथि त त्यो ल होइछ अलिअलि गरी खाउँला माथि आयो दुईवटा कति खानु होला भाइरै गएछ हाम्रो त त्यो आलु गाडो हुन्थे आलु कसरी काटौँ न त हेर हेर आलु कसरी काट्नु नि लामो गरेर काट मसिनो अलिक पाल्ता बनाऊ कमाउने गरेर धरेर गयो आइडल ट्याको ल्याने पानीबाट झपु गएला त हुन्छन् पैसा लगाइदिनु उम्मले खतरा लाग्छ गणेशी लगाइन फरुन ल्याए भयो जुम्लो जानु कति लाग्छ त्यहाँ उकालो हो फेरि आउने बेला ओह्रालो जाने बेला उकालो अनि व्यवस्था हुन्छ अनि चामल ल्याइ अगेर राखेर बस्यो पैसा मङ्गी जाँदा त्यो सब्जी काट्ने यार छ यार के पोले आउने अलिक अलि अलि मिठो हुन्थ्यो पोथ्यो के मिठो हुनु तर अलि मसिन गरी पानी हालिदिनु पर्यो हाल त पाँचलाई यहाँ छोरा जाने है खोज्ने उहाँ कहाँ छ बाह्रदेखि नै कहाँ हणी गई क्या था अन्त भोइसो कहिले बिहा हो तपाईँको नेपाल तेल पनि छ घिउ पनि त्यहाँ भैँसा होला तपाईँको भैँसा घिउ त बनाउँदैन रहेछ है हाम्रो भैँसा भुइँ भएबाट हामीले एक कोटो पनि घिउ बनाउन हामी पनि हाम्रो एक चार मान्छे पहिले घाँस घाँस खान पायो भने हाम्रो भैँसा छ त्यो पेटी हाक्यो
जति घाँस खायो त्यति दिन्छ धेरै नाल्नु त्यति हात हालेर उति पनि क्या तेल हाल्दा गोडुमा तेल मिल्दैन क्या गएर प्याज हाल होइन नसिका नसिका गोडी खान त्यो उपिरे नहाल दाइ नहाल बाबी दाए त बन्ने होला त्यो आडो हाल्नु दाए खतरा हो कि कहिले पुगी एउटा हो कि अठार 29 जति हुन्छ जेठा पुगी गयो धेरै साल भयो त खराब भयो दाए दाइ हुने अरे पहिले चावल होइन बेसार 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 होइन बिहा हो बोल बेसार है ओइ तान्ता आई बेसार हाल्यो कि आई अहिले कता भेट्दा त्यहाँ आएको छु उठ्यो है होइन यो त बेसार नि खाएन भएन नि हामी कतै खानु हा बेसार त्यति त्यहाँ त अब्बु हाल्यो नुन पुग्यो नुन मुनि कति हालेको निकाले हेर्नु पर्यो बिहान फेरि हाम्रो अनि बेसा ढोका पहिला के लो मान्छे हुन्थे बाहापट्टि बेसा देख्ने मन्टक पुरा मन्टक भने चाहिँ कप्रे गरे दाइले यति अगाडि हाले सुपुलतिरै गुनेस दाइले मासु व्यवस्था भयो भने ट्याक्क मिलाएर खाने गरौँ कहिले अनि के अनि मासु त होइन भएर यति अब मरिरहन्छु मलाई नुन फेरि हल्का हाल्नु न त हल्का नै सब हाल्ने हाल्ने हालिदिउँ ल्याउने आएर नखोल बल्ल कहीँ गएन है यिनीहरू हेर्ने अनि मैले अघि ढक्नु है ढोक ढक्नु ल्याउनु अहिले त्यो काली भइजाने अर्को थाल्दैन मिल्नु भन्ने त्यही थाल्दैन ठ्याक्क भयो अन्त मना पानी हाल्यो भने के नहाले नुन हाल्न अतै उजी कति पानी हाल्ने भन्छु लिएकै त खरै पुग्यो नि पर उसले मात्रै पिरे खाने हो गरे पिरेले तिमी पखाला लगाउन न पखाला लगायो भने अनि गलो छोड्ने भन्नु नि के लिएका पनि त्यही खान्छ र भन्ने नि हो त्यही अनि अल्लाह अनि रुखबाट झति नआए बोल्छ अरू के पनि सोचाउँदैन बडा चुरोट कता थियो त्यहाँ मेरो कता खाएन कता आयो पाएन नै त्यही खाउँ होला निकाल त भाउ होइन बोका दार्जुले जाने भर दार्जुले ढुको बल्ल आफूले गर्नु पर्यो डाँडा च्याउरी नल्याएको अनि तरो भारत पुगे लिगाइबर तपाईँ हो नि लिगाइबर तपाईँ हो नि ये तो हिलो छाड्ला आता अनि आए थे बना आउँदैन भने आउनु ले ले भड भयो लाग्यो मैले त अनि लुगाएको दिन्छ गाई गाई दुध कट्टेन आउनु मेरो गड्डेन कसो भयो यो चाहिँ मिलियन पुग्नु पऱ्यो क्या भ्युज मात्र मिलियन लागेकै मिलियन पुग्यो हामी कसैको माथि हाम्रो लागेको 20 देखि मुख ट्याङ्क आउँदा आइ
कता निघून जायचं ताणीनं हाम्रो गायो घरमा पानी आइ गन्दा बेला त्यो भेडा हो बाख्रा हो दाई पढिपढि अझै गर्दैन कति अन्य हुन् पढ्न दिउँ अझै 4 वर्ष के पढ्नुहुन्छ उमेर गइहाला म चाहिँ पढाउँछु नि त त्यति भए पढाइ लाइफ कहाँ चल्छ त रिविसामा जान्छ अरे होइन त्यही भन्नु भन्थे मलेसिया जाने बेला जस्तो यो पढ्नु होइन नेपाली यो चाहिँ अप्ठ्यारो बाटो अर्को बाटो गयो भनेर पढाइ गरे होइन पैसा थिएन होला अनि गयो पढाइदियो मैले अरू ठाउँमा लानु भएर विदेश जानु कोरिया गयो बहुत राम्रो हो क्या कोरिया त सत्ताइसिङ हुने आजै हुन्थ्यो वाइला वाइला आवाज कहिले हुन्थ्यो तेरो वत्त लागेको हुनु लाग्यो अब सबै देशको भाषा भयो अनि त्यो देशको बुन्दा किन हान्ला त तर नेपाली कोटा खोल्दै नै फेरि कोरिया गएर जापान सजिलो छ यार जापान त रिपिया मात्र म स्वर लाग्छ आयो किन बहिनीलाई मार्छन् मृग त एक डोडा हामी बहिनी ढेर अनि कोही अनि दिइहाल्छ मेघ ल्याम दुनियाँ हुन्छ यार एक थालैमाथि खाइदियो भयो हुने क्या त खाने त हो थालैमाथि खाइदियो नभए त्यो बडो बढाएर नै भइन्छ हुन्छ हुन्छ त्यति पुगिहाल्छ ढुटियाले छाल्दै त पेर अरू भन्दा ओइ काँडी दे जुनु डबडा दे पानी पिउँ ठेउली हो उहाल्नु पर्ने यहाँ डरम त्यो बरु एक झोला हाल्छ म हाल्ने जति हालिन्छ उति हाल्दा क्या बेचेर नहाले क्या मजा हुनु एकदम पाल तान्ने भने आयो के
के भलो दुखे छोड़ो कि ना झालु नि बान्थे उनी पहिले झालिया होला अब तपाईको रुख नि हामी आँटीतिर आयो हामी आँटीबाट आउनु यहाँ कतिखेर ठुकै त होइन आइए गइए के छ केटाहरू यसो मिलाएर
जाऊ दोन नव्हे रस्ते ते असं ते असं सँगै आएन खोजे उहाँलाई त्यही दुनियाँ नौ सका अन्त उबाट त आऊ हुने खाने गयो त बेकु जान लाग्यो किन भाषा गर्यो किन चलायो आपण तेवढं बिल्या होत्या नाही पुग्न आएको भने आउँ माझ्या पूर्ण आहे नाही मैं केटाहरू मस्त हूँ गई म फालाल्ला लाग्यो नि तपाईँ भिडियो बनाउने गरे है यसो यस्तो 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 हो हो बिस्तारै बिस्तारै जाऊ चोट लाग्ला
हेर कता यहाँ पुरी मलाई जाऊ है हाँ तू उठा के भन्छन् पानीमा बाहिर हो बिना जुरुको उठाइन पनि होइन मेरो बेर आइजान्छ यहाँ गोठ खाली त हुँदैन ताल त यस्तो पढ्न आँट्यो है ताल त यस्तो मौका पढ्न आँट्यो उतै बाटो फाल्नु उतै बाटो फाल्नु एक दाउरो दिनुहोस् त्यो पोलिथिनमा के साग थियो त्यही न अलि त उसिना हुनु अलिक बसाउँछ बाटापट्टि त मैथे छ नि त यो बाटा खान अघि जान्छ त मुन्टा पाता नल्टा पागे त होलो पाता नल्टा पागिजान्छ फाजुको एक काप्रा साप्रा तयार भएको छ कि यो काप्रा होइन भयो यो काप टमाटर गयो टमाटर लागेर वहाँ गयो त्यहाँ खेल्ने बढ्ने खेल्ने बाख्रा परि गइगयो उता गइयो हाम्रो पनि अब खेल्ने गर्नु भइथ्यो भएन फाजु दिएन नै त्यो लोटा उठ्यो पिटी थियो ल्याइदिनु भनेको छ त्यो छोटो त्यो मुगेर बेला खेल्ने त्यो बिले म डौरिएँ आज नै थियो यता आइए धेरै बनाए पनि भएन हुनु पनि तपाईँ एक पाटो बेलदार जेठाहरू तपाईँ बाबा त्यही पाटो थियो गयो खायो खाएर 2000 गरिमाना 2000 पाठो गरी भएन त त्यो कहिले कपी किन त्यो रुख सब पोखरीहरू फुटाले सुरक्षा नगर्ने आज मान्छेतिर गरेपछि काम गर्छ अब हाम्रो ठिक छैन अब छ भने एउटा छ भयो न क्यान छुनान छैन भने छुने त भयो भाइ कहाँबाट ल्याउनु मरे त फोन भइजान ल्याउन किन भने हेलो हेलो शून्य छ पानी आयो आएन हेलो ए म आउने काम गर्छ